नमस्कार सबै साथीहरू। फेरि नेपाल धितोपत्रले नयाँ आइपिओको निष्कासनको लागि पर्मिसन दिइहालेको छ र त्यस आइपिओको नाम सोलु हाइड्रो पावर लिमिटेड हो र अब यो जनरल पब्लिकको लागि ओपन हुनेवाला छ। सोलु हाइड्रो पावर लिमिटेडको टोटल सेयर 2 करोड किता छ भने त्यसमध्ये अरू किता फरेन इम्प्लोइमेन्टको लागि अलरेडी खुलिहालेको छ र बचेको किता 82 लाख किता अब जनरल पब्लिकको लागि खुलाउने छ र यसको इस्यु प्राइस भन्ने हो भने 10 रुपियाँदेखि सुरु हुन्छ र यसको इस्यु म्यानेजर नाभिल इन्भेस्टमेन्ट हिमालयन क्यापिटल बैंक हो र ओपनिङ डेट यसको सोलु हाइड्रो पावर लिमिटेडको ओपनिङ डेट पुस 29 गतेदेखि माघ 4 गतेसम्म हुन्छ। 2081 र 2082 को प्रिभियस डेटबाट हामी सोलु हाइड्रो पावर लिमिटेडको कुरामा जानकारी यस प्रकारको रहेको छ। यसको इपिएस 0.23, नेटवर्क आरएस 100.21, ओपनिङ प्राइस रेन्ज रुपियाँ 100.21 देखि आरएस 300.63 र रेटिङ यसको बिबी हुन्छ। अब यो आइपिओ भर्नको लागि सबैजना आइपिओहरूले रेडी हुनको लागि हुनुहोस् र अब अरू थप जानकारी पाउनको लागि मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला।